वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी कृष्ण मन्दिर घुम्न गइरहेको छौँ। के गर्छौँ म चाहिँ हजुरहरूलाई भ्लगमा देखाउन गइरहेको छु। हाम्रो सानो रचित हिँड्न नमानेर हामी गाडी कुर्दैछौँ। एयरपोर्टको भ्यू देख्न सक्छौँ। आज चाहिँ मैले फर्स्ट टाइम माइक युज गरेको, प्लस रुगा लाएर भोइस चाहिँ राम्रो छैन है। हामीले चाहिँ खानेकुरा किनेर यसरी झोलामा बोकेको छौँ। अनि हाम्रो सानो भाइ चाहिँ गाडी चढ्ने बित्तिकै नि लाइसक्यो नि पुन्टु रचित। गाडीबाट झरेर 1 मिनट पनि हिँडेको छैन। यिनीहरूलाई पुरै तिर्खा लाइसक्यो। कसरी ट्रेकिङ जान्छन् भोलि पर्सि? हामी कहाँ जान लाग्यो रामु? लच्छु। ओ माई गॉड। हिँड्दै बाटोमा जाँदा चाहिँ कृष्ण मन्दिरको छेउमै सुरज पढेको कलेज छ, मदन आश्रित कलेज हो। यही हो नि। यदि तैँले मिस गरिरहेछस् भने हेर, म अलि उताबाट देख्यो भने अझै राम्रोसँग देखाइदिन्छु। तर यो भ्यू चाहिँ अलि देखेन। यहाँ बास्केटबल कोर्ट छ। हेर है सुरज, तँलाई फेरि पढ्न म आउँ जस्तो लागेको छ भने चाहिँ आउन सक्छस् है। इन्जिनियरिङ पढौँ भएको छ भने। यस्तो राम्रो भ्यू आइरहेको छ गाइस। हामीले चाहिँ खासमा होइन खानेकुराहरू चाहिँ मन्दिर आउँदा किन ल्याएको जस्तो लाग्छ होला। किन भन्दाखेरि यहाँ चाहिँ लभ डाँडा भनेर उता पारिपट्टि डाँडा छ कि होइन, बसेर खानको लागि, गफहरू गर्नको लागि। खासमा सुक्खा छ होइन, बालुवा खाने पनि भन्छन् क्यारे यसलाई। अनि लभ डाँडा पनि भन्छन्। त्यो डाँडोमा चाहिँ चटपटीहरू पनि बेचेर राखेको हुन्छ होइन। अनि सबैजना बसेर खाने गर्ने, त्यहाँ फोटोसुटहरू पनि, त्यो क्यामेराले फोटो खिच्छ नि त्यस्तो फोटोहरू पनि खिचिदिन्छन् कि त्यतातिर। अनि भिडियो सुटहरू पनि हुन्छ क्यारे, त्यस्तो छ। अनि अब मन्दिर चाहिँ हामी आइपुग्न लाग्यौँ। हाम्रो चाहिँ अब यहाँ मन्दिरसम्म चाहिँ गाडी सिधै आउँदैन नि त। अनि अलिकति हिँडेर गाडी चढेर फेरि अलिकति हिँड्नुपर्छ कि। अनि अब हामी जाँदैछौँ। ओ हिरोहरू, हेलो। नयाँ गेट बन्दै रहेछ गाइस। यस्तो खालको नवोत्तम धाम कृष्ण प्रणामी धर्म मान्नेहरूको चाहिँ एकदमै ठुलो मन्दिर हो यो होइन, नवोत्तम धाम भन्छ। अनि आजकलको बिहेमा उमाइको थाहा छ ड्रोन उडाइ सुट भइरहेछ कि गाइस। हेर्नु न त्यहाँ ड्रोन उडिरहेछ कि पुरा वरिपरि होइन, सब आसु दुवार राख कि। वाउ गेट। ल बाजा इन्जोय गर्नु होला। एउटा हो र 3-3वटा बिहे रहेछ कि यता यता है, कति धेरैतिर। अनि यहाँको चाहिँ गेट नै बन्द गरिदिएको रहेछ। अरू बाहिर मान्छेहरूलाई चाहिँ आउन नदिई पनि रहेछ कि। अनि हामी चाहिँ यहाँसम्म चाहिँ आयौँ यसो हेरेर भोज खान्छन् भनेर। क्या हो त्यस्तो रातित लगाएर नाचम भइसक्यो है। बिहाको मान्छे पनि बाजाले उठेर नाच्न लागिसक्यो। हामी चाहिँ फर्केर आइहिँड्छु नै रहेन रहेछ। You can see guys, there are so many people. Some of them are playing volleyball or some of them are learning bike or scooters. There are so many stalls. Finally we got some place to sit. खासै राम्रो चाहिँ छैन होइन, तर यसो बसेर अब कहाँ बस्ने त भन्दाखेरि यसो हल्का खाइदिउँ बदाम सुन्तलाहरू भनेर अब हामीले बस्यौँ। हिँड्दा थकाइ पनि लागिसक्यो। तर यस्तै छ, अलि धेरै घाम भयो कि ओभर घाम होइन, शीतल चाहिँ छैन कि। जाडो महिना भनेर झन् घाम तापौँ बदाम खाम रमाइलो गरौँ मन्दिर जाऊँ भने त है, मन्दिरमा पनि पिएरै छ। खासै अब त बस्न केही गर्नै पाएन। अब यहाँ आयो, यहाँ पनि ओभर घाम छ, बालुवाहरू है यस्तै। अनि फेरि अब ठाउँ खोजेर हामी बस्दैछौँ है। तर अब हामी खान्छौँ। यस्तै छ, बदाम छ, सुन्तला छ। सुन्तला चाहिँ हामीले बाटोमा खाँदै सकिसक्यो। अनि पानी पनि छ है। ल खानालाई रेडी। हाम्रो बेबीलाई के गर्नु, यस्तो छ अवस्था। बोक्दा घरि निदाउने। हाम्रो स्याटरडे चाहिँ यस्तै बित्दैछ है गाइस। हाम्रो चाहिँ यस्तै भयो घुमघाम। फर्किम अब। कस्तो भयो रामु, कस्तो लाग्यो? रमाइलो। ल ठिक छ।
ल नाच्देऊ यस घुम्यो हो यति भए त भइगयो नि हाम्रो सानो राजालाई चाहिँ के गर्नु हिँड बल्ल बल्ल हिँडेर ल अब हामी पेज विनायक गएर गाडी चढ्दैछौँ गाइस भ्लग चाहिँ अझै सकेको छैन हामीले घर गएर फेरि के गर्ने बाँकी छ हामी देखाउनेछौँ ल मौसम चाहिँ धेरै राम्रो छ हैन तर एकदम ओभरै गर्मी भयो के खासै शीतल ठाउँ पनि काहीँ नै है यसो बसौँ न त घाम तापेर सुन्तला बदम खाम भनेको त्यस्तै त्यस्तै भयो बिजोक अहिले भइछ राचितलाई हेर न दादा चटपटे बनायौँ पुरी पनि बनायौँ यस रस बन्दैछ यस्तै गरी इन्ड भयो है त